ल साथीहरु, आज म भाइरल दिदी टुल्की दिदीसँग छु। आमा मनकुमारी पौडेल हुनुहुन्छ अनि यता हाम्रो भाइरल टुल्की दिदी हैन टुल्की पौडेल अनि बुवा हुनुहुन्छ इमनाथ पौडेल। उहाँहरु टुल्की दिदीको बुवा आमा हुनुहुन्छ है। जे जसो छ घरमा जसो तसो सँगसँगै जिउनु भएको छ। कृपया हजुरहरुले पनि खराब कमेन्ट नगर्दिनु होला। कतिपय साथीहरुले त परिवारमा दुःख पाउनु भएको रहेछ टुल्की दिदीले भन्नु भएको थियो। त्यसो चाहिँ होइन, उहाँहरुले पनि एकदम कतिपय कुराहरु धेरै दुःख सहनु भएको छ। बुवाले आमाले टुल्की दिदी सबैले दुःख गर्नुहुन्छ। त्यसो त हामी सबै दुःख गर्ने मान्छे नै हो। टुल्की दिदी जे भयो नि खुसी हुनुहुन्छ हैन दिदी? दिदी खुसी हुनुहुन्छ? ल नमस्कार भन्नु होला नि त सबैलाई अब। ल सबैजनाले माया गरिदिनु होला भन्नु। हल्ली रमाएर बोल्नु न दिदी अस्तिका जसरी। माया गर्नु त्यही हो। माया गर्नु होला हो। माया गर्नु होला। अनि दिदीले आज खाजा के खानु भयो दिदी? मिठाई पठाइदिनु होला भन। दिदी मिठाई बिस्कुट र चिया खाए। बिस्कुट र चिया खानु भयो। आमाले के खानु भयो? आमाले नि खाए नि। आमाले नि खानु भयो। अनि बुवा पनि सन्चै हुनुहुन्छ? आमाले नि खाए नि। बुवा इमनाथ पौडेल, त्यसैगरी दिदी टुल्की माया पौडेल अनि त्यसैगरी आमा हुनुहुन्छ मनकुमारी पौडेल। आज मैले हजुरहरुलाई बुवा आमाको साथसाथमा एकदम फोटो भिडियो बनाइदिएको छु। अब बुवा आमा सहित तपाईहरुले देख्न पाउनुभयो। र अर्को कुरा के छ भनेदेखि कृपया हजुरहरुले कतिपयले सहयोग गर्ने थिए दिदीको घर ठेगाना दिनु होला भन्दै गरेका साथीहरुलाई मैले ठेगाना पनि दिइरहेको छु। तर आउने प्रयास कतिले कतिसम्म गर्नुहुन्छ है। कृपया कोसिस गर्नु होला। मैले तपाईहरुलाई फोन नम्बर सहित ठेगाना दिनेछु है। यो माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 कोलेली भन्ने गाउँ हो। यो कास्की जिल्लामा पर्दछ। पोखरादेखि ठीक 22 किलोमिटरको दूरीमा छ। र यहाँ धेरै गर्मी धेरै जाडो केही पनि छैन। ठिक्क एकदम ठिक टेम्परेचरमा छ है। र सामुद्रिक सतहदेखि यो 1450 को उचाइमा छ। र साथीहरु तपाईहरु आउन सक्नुहुन्छ भनेदेखि आउन मन छ भनेदेखि आफ्नै हातले आएर दिदीलाई सहयोग गर्ने थिए भन्ने साथीहरु निकै हुनुहुन्छ। अब यदि सहयोग गर्न चाहनुहुन्छ भने टुल्की माया दिदी यहाँ नै हुनुहुन्छ। आमा मनकुमारी पौडेल यहाँ नै हुनुहुन्छ। बुवा इमनाथ पौडेल यहाँ नै हुनुहुन्छ है। र तपाईहरुलाई मैले ठेगाना पनि दिएँ है। ल भिडियो हेरेर साथ सहयोग सपोर्ट गर्नु भएकोमा हजुरहरुलाई धेरै धेरै धन्यवाद। म बाबुराम गौतम। सबैजनालाई धन्यवाद। टुल्की दिदी नमस्ते। हजुरले के भन्नुहुन्छ त नि? ल मलाई सहयोग गर्ने भएदेखि यही आउनु होला भन्नु न। त्यसै भन्छ या मलाई नभन्। मलाई सहायता गर्ने भए यही आउनुहोस् भन्। मलाई सहायता गर्नुहोस् भन्नु। सहायता गर्ने है यही आउनु होला। हामी भेटौँला भन्नु। भेटौँला। तपाईहरु आउनु हामी भेटौँला भन्नु। तपाईहरु आउनु यही भेटौँला भन्छ। यही भेटौँला। ल धन्यवाद। सबैलाई नमस्कार है। नमस्कार। ल सबैलाई नमस्कार है। राम्रो